हेलो नमस्ते तपाईँ सम्पूर्णलाई स्वागत छ मेरो युट्युब च्यानलमा। आज चाहिँ यो दुबईको यो फुजेरा भन्ने ठाउँमा यो आएको छु। बिचमा अम्ब्रेला बिचमा एकदमै लोकप्रिय ठाउँ छ। यहाँ तपाईँहरू पनि आउन सक्नुहुन्छ। यहाँ तपाईँको स्विमिङ गर्न अथवा यहाँ तपाईँको बिचमा आनन्दले खेल्न एकदम रमणीय ठाउँ छ। यहाँ त हाम्रो नेपाली साथीहरू टन्नै उता छन्। र यसो छाल आउँछ, छालमा आनन्दले खेल्ने हो, आनन्दले रमाइलो गर्ने हो। एकदम चारैतिरको दृश्य एकदम राम्रो छ। अनि यो समुद्र हो, समुद्र त्यहाँ देख्न सक्नुहुन्छ तपाईँले। जहाज देख्नुहुन्छ, जहाज देख्नु सक्नुहुन्छ। यहाँ यस्तो छाल आउँछ। यो आमा आयो अब के गर्ने यसमा। हो छालमा यसो जोगाउनुपर्छ मोबाइल, नत्र भने मोबाइल स्वाटै लिएर जान्छ। आमा छाल यसरी आउँछ, छाललाई जोगाउनु सक्नु पऱ्यो। मलाई उता नआऊ, मोबाइल लिएर नआऊ भन्छ के त्यसले, समुद्रले। मोबाइल लिएर नआऊ, तिमी अटेन्सन सतर्क भएर रहौ भन्छ है। हेरौँ न, मलाई उता जानै दिँदैन। हेरौँ नि, यसरी आउँछ के। अनि मलाई झ्याउ लाग्छ। हेरौँ न, अनि एकदम राम्रो। हेरौँ न, आमा यहाँ उता जानै दिँदैन। ल रमाइलो छ यहाँ। छोराछोरी कुनै बच्चा बच्ची सबै खेल्छन्। यहाँको बच्चाहरू पनि स्विमिङ गर्छ, सानो बच्चाहरू पनि सक्छ। एकदम राम्रो छ। कुनैले चङ्गा उडाएर छ यतातिर। ढुङ्गा भनेको तपाईँले यहाँ समुद्रमा ढुङ्गा जान्छ यसरी। ढुङ्गाहरू एकदम राम्रो ठाउँ छ। जस धेरै रमणीय ठाउँ हो यो। तपाईँ यस्तो ठाउँ हेर्नु न, आनन्दको ठाउँ छ। कुनै केही छैन, बच्चाहरू खेल्दा हुन्छ। यो सबै यो रम्मल घारी जस्तो हो। फुटबल खेल्ने, बच्चाहरूले बालुवा खेल्ने इत्यादि सबै थोक गरेर हुन्छ। मान्छेले चङ्गा उडाइरहेका छन्। यहाँ चाहिँ तपाईँहरू पनि सम्पूर्ण यदि फुजेरामा हुनुहुन्छ भने यो अम्ब्रेला बिच चाहिँ नछुटाउनु होला। ठ्याक्कै यहाँ चाहिँ दिउँसो चाहिँ नआउनु होला। दिउँसो चाहिँ एकदम लास्ट गरी हुन्छ। 5 बजीतिर आउनुभयो भने चाहिँ एकदम गुड ठाउँ हो यो। जस राम्रो छ। के हो यो, के रहेछ यो? अब यो के हो यो? समुद्रमा पाउने चिज यो। पढी दिस के हो यो? पाएन। जस एकदम ठिक छ। आनन्दले बसेर आनन्दले भिडियो गर्न पाइन्छ। यति ल यहाँ धेरै राम्रो ठाउँ छ। अब यहाँ तपाईँको गर्मी भन्छन् मान्छेले, गर्मी हुँदैन। अब जस्तै अब 12 बजे 12 बजी त अब नेपालको पनि अब तपाईँको तराई भेगमा त तपाईँको लास्टै गर्मी हुन्छ नि त होइन। सेम यस्तै हो यहाँ पनि। अनि यसो छुट्टीको दिनमा चाहिँ यसो आउने अनि यसो रमाइलो गर्ने। रमाइलो हेरौँ न कति झन् इभिनिङ टाइम यो। अब इभिनिङ टाइममा चाहिँ तपाईँको एकदम राम्रो भ्यूहरू पाइन्छ हामीले। माथि कागले हेरौँ न, कागले छोपिरहेछ जङ्गललाई। अनि त्यहाँ हेर्न सक्नुहुन्छ तपाईँले। पानी जहाजमा जसले गइरहेछ। कहाँ जान लाग्यो यो? यिनीहरू सबै सामान ढुवाउने हुन्छ क्या। एउटा देशबाट अर्को देश सामान ढुवाउने हुन्छ। धेरै छ त्यो धेरै छन्। सामान ढुवाउने हुन्छ यिनीहरू चाहिँ। त्यसरी बच्चाहरू, ठुलोबाट मान्छेहरू, बुढादेखि सबै मान्छेहरू यहाँ आउँछन्, खेल्छन्। कति छङ आवाज आउँछ। राम्रो छ। आउनुहोस् हजुरहरू पनि है त भन्दै मेरो यो लगभग 3 मिनटको भिडियोलाई 4 मिनटको भिडियोलाई यहीँ टुङ्ग्याउन चाहन्छु है। अपडेटहरू गर्दै गरौँला, रमणीय ठाउँको अपडेटहरू गर्दै गरौँला है। मेरो युट्युब च्यानललाई सब्सक्राइब गरेर लाइक सेयर गरिदिनु। तपाईँलाई पछि पनि नोटिफिकेसन आउनेछन् है। मैले यस्तै रमणीय ठाउँको भिडियोहरूलाई अपलोड गर्ने बित्तिकै तपाईँहरूको मोबाइलमा चाहिँ नोटिफिकेसन आउनेछ भन्दै छुट्टिन्छु। हस् त।